नमस्कार, म कलाकार सीताराम कटेल धुर्मुस। कला घर सिन्धुलीको आयोजनामा भोलि चैत्र 28 गतेबाट वैशाखको 3 गतेसम्म आयोजना भइरहेको राष्ट्रिय कला महोत्सवको पूर्ण सफलताको शुभकामना दिन चाहन्छु। कला घर सिन्धुली एउटा बेग्लै पहिचान बोकेको कला संस्कृतिको जगेर्नार्थ खोलिएको एउटा संस्था जसले अद्भुत प्रतिभाहरू जन्माउँदै अगाडि बढिरहेको छ। म आफू पनि कला घर सिन्धुली पुगेको छु, त्यहाँका प्रतिभाशाली भाइ बहिनीहरूसँग साक्षात्कार गरेको छु। प्रिय भाइ सुमन जसले यो संस्थालाई ह्यान्डल गर्दै अगाडि बढिरहनु भएको छ, नेतृत्व गर्दै अगाडि बढिरहनु भएको छ। उहाँहरूको यो अभियान साँच्चीकै एउटा सकारात्मक अभियान हो। नेपालको कला संस्कृतिको जगेर्नार्थ जसरी उहाँहरू लागिरहनु भएको छ, उहाँहरूलाई हृदयदेखि धन्यवाद एवं आभार व्यक्त गर्नै पर्छ। र यही कलाघर सिन्धुलीको आयोजना भइरहेको राष्ट्रिय कला महोत्सवमा सहभागी भइदिनका लागि म सम्पूर्ण कलाकारज्यूहरू, कला प्रेमी महानुभावहरू र आम दर्शक महानुभावहरूलाई म हार्दिकताका साथ अनुरोध गर्न चाहन्छु। धन्यवाद।